हेलो सबैजनालाई म आज अर्को भिडियो लिएर आएको छु। यो भिडियोमा भने हाउ टु पास ड्राइभिङ प्र्याक्टिकल टेस्ट इन फर्स्ट एटेम्प भन्ने विषयमा लिएर आएको छु। हजुरलाई अब फर्स्ट एटेम्पमा ड्राइभिङ टेस्ट पास गर्न चाहनुहुन्छ भने हजुरले चाहिँ लाइक लेसनहरू लिनुहुन्छ नि ड्राइभिङ टेस्टको। लाइक लेसन चाहिँ धेरैभन्दा धेरै लिनु क्या। एक्जाम दिनु अगाडि चाहिँ आवरली लिनु, एटलिस्ट आवरली वेन एभर यु आर फ्री आवरली लिनु। जब एक्जामको नजिक आउँछ त्यतिखेर चाहिँ 2 आवरली सिक्नु क्या है। अनि मेरो चाहिँ पर्सनल अब तपाईँहरूलाई सजेसन दिनु पर्दाखेरि इफ हजुरहरू नेपालमा ड्राइभिङ गर्नुहुन्न, यहीँ आएर ड्राइभिङ फर्स्ट टाइम सिकिरहनु भएको छ भने अटोमेटिक सिक्नु होला। किनभने अटोमेटिकमा त्यस्तो ह्यासल छैन कि धेरै सिक्नुपर्ने पनि हुँदैन। लाइक धेरै एकैचोटि लाइक दिमागमा राख्न नसक्ने हुन्छ नि। लाइक अनि यहाँ नयाँ रुलहरू, कति धेरै रुलहरू हुन्छ अनि तपाईँलाई धेरै कुराहरू सोच्नु पर्दैन क्या। त्यही भएर अटोमेटिकमा जानु होला। पछि अटोमेटिकमा युज टु भएपछि म्यानुअलमा पछि सिक्ने अप्सन त छँदैछ। तर तपाईँले चाँडै चाहिन्छ लाइसेन्स, तपाईँलाई चाहि नै सक्यो भने तपाईँले चाहिँ अटोमेटिक चाहिँ सिक्न सक्नुहुन्छ। इट्स इजी द्यान म्यानुअल है। म्यानुअलमा धेरै कुराहरू लाइक त्यसमा चाहिँ गाह्रै हुन्छ है। फर्स्ट अब सिक्नेहरूलाई नेपालमा अब नेपालदेखि नै चलिआएको हो भने चाहिँ उहाँलाई सजिलो हुनसक्छ। इफ नट म चाहिँ हजुरलाई अटोमेटिक गर्नलाई सजेसन दिन्छु। र कति कुराहरू तपाईँलाई इन्स्ट्रक्टर लाइक ड्राइभिङ सिकाउने टिचरले, म टिचर नै भन्छु है, ड्राइभिङ टिचरले जसरी लाइक तपाईँलाई सिकाउनुहुन्छ त्यो छँदैछ होइन। धेरै कुराहरू छ, उहाँहरूले मजाले सिकाउनुहुन्छ। र मलाई जसले सिकाउनु भएको थियो उहाँ चाहिँ एकदमै राम्रो हुनुहुन्थ्यो है, नेपाली। इफ अब तपाईँहरू ह्यारो नजिकै हुनुहुन्छ भने म उहाँको नम्बर चाहिँ तल मेरो डिस्क्रिप्सनमा हालिदिनेछु। तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ उहाँलाई। हि इज वान अफ द बेस्ट टिचर भन्छ है ड्राइभिङ सिकाउनेमा। त्यही भन्दै थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई, बेस्ट अफ लक एभ्री वान।